गत राति अर्थात् मिति 2082 साल 8 महिनाको 16 गते खोटाङ बजारको मुटुमा रहेको समीक्षा ज्वेलर्स चोरी भएको छ। गत रातको समय लगभग मध्यरात अर्थात् 12 बजेर 2 मिनेटको समयमा हातमा रड बोकी समीक्षा ज्वेलर्सतर्फ आइरहेको सौगात सप्लायरको सीसी क्यामेरामा कैद गरिएको फुटेजको आधारमा सौगात सप्लायर्सका सञ्चालक मिलन लम्सालले जानकारी दिनुभयो। रातको समयमा बाक्लो ज्याकेट अथवा जम्पर लगाई जम्परको टोपीले टाउको छोपी सेतो कपडाले टाउकोमा बेरी मान्छे नचिनिने खालको पोसाक धारण गरेर चोर्न आएको सीसी क्यामेराको फुटेजको आधारमा देख्न सकिन्छ। उक्त दृश्यमा चोरले एउटा खुट्टा खोच्याउँदै समीक्षा ज्वेलर्सतर्फ उत्तर पूर्व दिशाबाट पसलतिर छिर्दै गरेको देखिन्छ र पसलमा गएर केही समय पसल फोड्न कोसिस गरेको र फेरि तलतिर मास्तिर बाटो तलतिर मास्तिर गरेर त्यसले छोपेर राखेको थियो ओरपर गरिरहेको फुटेजमा हामीले देख्न सकिन्छ। फुटेजको आधारमा 19 मिनेटसम्म पसल फोरेर भित्र रही खानतलासी गरेर सामानहरू भेला गरेर निकालेर नजिकै रहेको पसलमा सामान राख्दै निकाल्दै गरेर राखेको पनि देख्न सकिन्छ। 12 बजेर 2 मिनेटमा त मान्छे आउँछ, 2 मिनेट 15 सेकेन्डमा आउँछ। के नाम तिमीलाई? त्यो खुट्टो सरक त्यसरी उचाल्दैन। बुढो छैन के मान्छे? झोला पनि बोकेको झोला सब बोकेको। कुन हो? अब त्यहाँ जान्छ र खतरक्कै फुटाउँछ। फेरि हेरौँ न यताउता हेर्दै अलि फर्केर कतिजना एकजना मात्र हेर्नु त्यो प्रष्ट फुटाइरहेछ त्यो कति बज्यो त्यो पैसाको त हो यो टाइम हो पसेको छैन। 11:03 1 घन्टा टाइम मिस्टेक छ यसको। 12:03 ठ्याक्कै 12 अब यो 4 मिनेट चाहिँ अब फर्केर आउँछ फेरि। या त्यतिखेर ईश्वर दाई बाइकमा आउनु भएछ कि ईश्वर दाई 12 बजे ठ्याक्कै आउनुभएको अरे। अब बाइकको आवाज सुनेपछि यो फेरि एकचोटि चेक गर्न यता आउँछ निस्किन्छ क्या। ए अझै छ कि तर धेरैचोटि ओहोरदोहोर गर्छ क्या यसले, 4-5 चोटि नै गर्छ। त्यो झोलासोला तलतिरै राखो। अनुहार अलिक देखिनेको भए त अनुहार देखिँदैन है चिन्दैन। त्यही त यो तिरिमिरी भएर चिनिँदैन। चिन्दैन देखेको छैन अनुहार फेरि बढी जुम भयो। बढी जुम सानो बनाएर पनि देखिँदैन हौ। तर मोबाइलबाट पुलिसहरुले हेर्यो मोबाइलबाट अलि राम्रोसँग फोटो आउने मोबाइलबाट खिचेर त्यो अनुहार चाहिँ तानेर हेर्यो भने चिनिन सक्छ। अनि फेरि झर्छ त्यो मान्छे बाइक हेरिसकेपछि ईश्वर दाई भित्र छिरेपछि यो मान्छे फेरि झर्छ अघि उ आउँदा दाउने खोज्छाउँदै थियो क्या हो। हेर्नु त त्यहाँ त्यो तल्लो खुट्टो यसले त्यो सार्छ क्या, देब्रे खुट्टो चाहिँ त्यसरी सार्छ। त्यही भएर त माथि पुलिसले शङ्का गरेको हो क्या भाइ। खासमा चाहिँ त्यो खुट्टा खोच्याएकाले चाहिँ कसले खुट्टा खोच्याउँछ भन्दाखेरि अब म छु नि त अलिकति अब त्यसरी गरेर हिँड्ने भनेको त मलाई अप्ठ्यारो सहज हुन्छ ए यो तपाईसँग गरेको मलाई शङ्का गरिरहेको हेर न खुट्टाले गर्दा। अब यो फेरि यो 11 मिनेटमा मात्रै आउँछ हेर्नु। यो 6 मिनेटसम्म अनि 11 मिनेटसम्म चाहिँ भित्र पस्यो। 5 मिनेट भयो, अब 6 मिनेट भित्र पस्यो। अब अहिले फास्ट गर्दै ल मैले अलिकति त्यो 11 मिनेट भनेको 12 बजेर कति मिनेट जाँदासम्म चाहिँ चोरी सकेर गइसकेको? 19 मिनेट 19 मा 12 बजेर 19 मिनेट तर पत्ता त लाग्छ मेरो घरमा थिएन, म पनि बाहिरै थिएँ। लगाउनै पर्छ यो टाढाको मान्छे। यसो हेर्नु भने तलतिरतिर यसो हेरिएन नि यता। अब यहाँदेखि 19 मा हेर्नु है। अब आयो 19 मिनेट पछाडि भित्र सबै लिएर आयो। सबै लिएर आयो। ऊ पोको ल्यायो, अर्को रडजीको त्यहाँ आएर अनि त्यो पोको लान्छ त्यसरी। खोइन खुट्टा मान्छेले हेलमेटै लगाइरहेछ क्या। खुट्टा पनि त्यो नाटक गरेको होला कि साँच्चै हो। खुट्टा मजाले नै हिँडिरहेको छ। फेरि यसले झोला होइन हेलमेटै लगाएको थियो यसले, कपडा सेतो कपडा बेरेर यसले हेलमेट 12 मिनेटमा आयो होइन। अनि त्यसपछि अब 19 मिनेटमा चाहिँ यसरी आउँछ त्यसरी झलक झलक गर्दैछ निस्क्यो हो। फेरि आइहाल्थ्यो अघि 15 रुपैयाँ पनि छोड्दिनु। उक्त राति भएको घटना तपाईँहरूले यो सिसी क्यामेराको कैद गरिएको फुटेज मार्फत देख्न सक्नुहुनेछ। ती सामान ओतिर ल्याउँदै राख्दै त्यो झोला त्यहाँ राखेर पत्तिर जाँदै फेरि चाहिँ पसलभित्रको सामान ल्याउँदै
गरेको तपाईँहरूले देख्न सक्नुहुन्छ। अब चोरको पोसाक चाहिँ अलिक अघि जस्तो खोच्याएन सरलाई नचिनिने खालको छ, सामान लिएर हिँडिसकेको छ यहाँबाट। राखेको थियो कि यस्तो थियो खाता बिहान मैले आएर हेर्दाखेरि त्यो चाहिँ यसरी मात्रै लगाएर राखेको थियो क्या, यति मात्रै थियो अनि यति मात्रै थियो। अनि तपाईँको भन्नुहुन्छ त्यसले गरेको छ। अनि चाँदी धेरै चाहिँ कहाँ थियो? चाहे त यहाँको र यहाँको त पुरै छोडिदिउँ न, अनि यहाँ माथिको र त्यहाँको चाहिँ त्यहाँको त उसले थोरै चुरा होइन। अनि तपाईँको भन्नुहुन्छ भने यसको चाहिँ डिसिजन लिन सकेन छ। यो यति यति आउँदाखेरि यति मात्रै खुलेको थियो, यो हेर्दाखेरि यति मात्रै थियो। यो यो यहीँ थियो, यो पनि नछोको, त्यति मात्रै थियो। अनि यो तपाईँको भन्नुहुन्छ भने यति यति गरेको रहेछ। अनि त्यसले चाहिँ अरू चाहिँ के हो होइन, तर तपाईँको भन्नुहुन्छ भने अरू केही नछोको, त्यो चाहिँ तपाईँको जुन पसल सञ्चालकका अनुसार, सुरेश घिमिरेका अनुसार त्यहाँ भएको जुन गरगहना अथवा चाहिँ सामग्रीहरू छ, जुन सामग्री चाहिँ यो अगाडि रहेको यो डेस्क छ, यो डेस्कको वारपार भरिरहेको उहाँलाई भन्नुभएको छ। त्यहाँनिर बाला, सिक्री, बच्चाको चुरा, औँठी लगायतका सामग्रीहरू लगभग 150 देखि 200 तोला बराबरको चाँदी चाहिँ हराएको उहाँले जनाउनु भएको छ। सुरेश घिमिरेले आएपछि मात्रै थाहा पाउनु हो कि मिलनले भन्नु? यस्तो हो के भयो भनेदेखिको मैले के भने भनेदेखिको मैले भाइ मिलनलाई बिहान ट्र्याक्टर तल साखोला जाने भन्ने हिसाब चाहिँ मैले मिलनलाई फोन गरेँ। अब मिलन त्यति बेला सुतिरहेको होला भने तै पनि अब ट्र्याक्टर खाली छ कि तल जाउँ न त भन्न खोजेको थिएँ मैले। अनि उसले दाइ ट्र्याक्टर खाली छैन भने उसले, अनि छैन भने टङ्गै दाइर म बोल्दै थियौँ। अनि बोल्दा पनि तपाईँको फेरि के भयो भनेदेखि पछि फेरि मिलनलाई फोन गरेँ। मिलनलाई फोन गरेपछि मिलनले के भन्यो भने फेरि उसैलाई फेरि फोन गरेँ, दाइ ट्र्याक्टर नहुने नै भयो खोज्नु भनेर मिलनले मलाई भन्यो। अनि भनेपछि म त्यत्तिकै बाहिर निक्लेँ। अनि बाहिर निक्लेर बाहिर गएँ अरे। अनि त्यसपछि भनेको ब्रस गर्नु पऱ्यो भनेर ढिक्कामा परिराखेको थिएँ म। अनि पर्दाखेरि तपाईँको भन्दाखेरि फेरि मलाई मिलनले फोन गरेँ। मैले त सोच के भयो भने दाइ तपाईँको ट्र्याक्टर हुने रहेछ भने जस्तो लाग्यो मलाई। त्यसरी नै भयो। के भयो भाइ भने दाइ तपाईँको त ढोका त फुटेको छ भनेर भन्छ। ए मिलनले बिहान फोन गरेर के मलाई के भएको हेराएर सामान भनेर भनेको, लु हेर नि त भनेर भने। अनि उसले पनि गरेर दाइ केही पनि छैन भनेर भन्छ। त्यसपछि भनेको म त्यत्तिकै कुदेर आएँ। अनि कुदेर आइसकेपछि भनेर भनेको चाहिँ अनि हेरेँ मैले। हेर्दाखेरि भनेको चाहिँ यहाँको कटाकुटुक सबै खतम कुनै पनि छैन। केही थिएन है यहाँको? केही यहाँको होइन चाँदी त सबै नै रहन्छ, चाँदी त सबै नै रहन्छ नि। यहाँको वारपार पाउजो सबै पाउजो तपाईँ मात्रै गरौँ न। 9वटा काँडे चुरा थिए, 3 तोलाको हिसाबले 9 3 27 तोला त भनेको त्यही। अब काँडे चुरा मात्रै थियो भनेदेखि त अब अरू बेरुवा चुरा थिए होइन, बेरुवा चुरा थिए, ब्रासलेटहरू थिए। तपाईँको भन्दै यतापट्टि फेरि साटेको चाँदीहरू त्यति नै थियो। टन्स गरेर लाएर भनेर पछि मैले नै चाँदी नै छोडेको थिएँ, पाउजु बालाहरू। तिम्रो त यहाँ छ होला सायद, तिम्रो त हेरेको छैन। हेर्नु त पारेको थियो नि यतापट्टि राख्छु होइन, अनि आफू चाहिँ फेरि यतापट्टि राख्छु क्या तपाईँको। अनि यो चाहिँ यस्तो भएको हिसाबले चाहिँ यो टाढाको मान्छे त को आयो होला? चिनेकै आयो, नजिकै आयो। टाढाको मान्छे त को आयो? उक्त घटना बजारको बिचमा भएको हो। अब यो बजारको बिचको दृश्य हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। उक्त घटना घटिसकेपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय खोटाङ बजारको टोली गएर घटनाको बारेमा विस्तृत रूपमा जानकारी लिइसके र घटनाको बारेमा अध्ययन अनुसन्धान सुरु गरिसके। सोही कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिनुभएको छ। उक्त घटनामा शङ्कास्पद 2 जनालाई समेत अनुसन्धान